तिमी आफ्नो लागि आफैले बोलेनौ भने जहिले पनि पछि पर्नेछौ। हिम्मत गर, बोल, त्यो जन्जिरबाट आफूलाई मुक्त गर, किनकि सम्बन्धको भारी तिमीले मात्र होइन, उसले पनि उचाल्नुपर्छ। निभाउन उसले पनि जान्नुपर्छ। स्वावलम्बी बन्ने ध्याउनमा तिमीले गरेको डबल ड्युटीको मूल्याङ्कन तिमी आफैले नभनेसम्म उसले देख्न गाह्रै पर्छ। हप्ताको 1 दिन छुट्टीमा 6 दिनभरि पेन्डिङ रहेका काम उसलाई नै देखाउनुपर्छ। दिउँसोभर सँगै काम गरेर बेलुका घर जाँदा सब्जी केलाउने अनि पखाल्ने जिम्मा उसलाई नै लगाउनुपर्छ। तिमीले नानीको युनिफर्म धोइदिँदै गर्दा होमवर्कमा सघाइदिनुहोस् है भन्न तिमीले पनि सक्नुपर्छ, किनकि उसले त यी आफै कुराहरू सबै देख्न गाह्रो नै पर्छ। आज साथीहरूसँग मेरो गेट टुगेदर छ, म घर आउन ढिला हुन्छ है भनेर फोन गर्दा आफ्नो स्वास्थ्यको ख्याल राख्नु है भन्न तिमीले सक्नुपर्छ। अनि आफू पनि बेला मौका त्यसरी नै हिँड्ने आँट गर्नुपर्छ, किनकि तिमीलाई हर वखत सँगै हिँडाउन ऊ असमर्थ हुन सक्छ। आफ्नो संस्कार र परम्पराको नाम दिएर यदि तिमीले आफ्नो इच्छाहरूलाई यसरी नै मार्दै जान्छौ भने त्यस्तै नै बानी लाग्छ। आजभन्दा 6 वर्ष अगाडि मैले मेरो सामाजिक सञ्जालमा लेखेको यो कुरा आज म वाचन गर्दैछु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। हस्, धन्यवाद।